एउटा लुङ्ग्री एउटा माडी त्यो दुईटा मिसेर बल्ल राप्ती दाइ हजुर त्यो तल त राप्ती भइहाल्यो नि दाइ तल गएपछि त राप्ती भइहाल्यो हजुर यताको माडी उताको लुङ्ग्री र माडी हजुर बहिनी यो ठाउँको नाम भिङ्गी किन भएको के पाइन्छ यो बारेमा खालि गाउँ ठाउँको बारेमा यहाँ फेरि आइ कामबाट आए मात्रै हो त्यही हो माटोको धुम्का यो बाटो यहीँबाट हामीले पढ्या क्याम्पस जाने बाटो दाइ हजुर कहिले पर्सि राजधानी खेल्छ होला नि छुट्टी नै हो
दुईटा केटा छैन पुरा गर्ने त्यहाँ मेकानिक हजुर एउटा घर बिहार रहेछ क्या नेपालगञ्ज उपमहानगरपालिका कहाँ हो घर भाइ भनेको मेरो चाहिँ यहीँ हो भनेको जुङ्गेले दारो खाएर टिग्रो घर बजाएर आमा चुस्चुस्नो गराएर यो याद भयो मैले दारो खाएर परा खाएर मुख लगाएर खाएको थियो तिम्रो चाहिँ कहाँ भाइ भने यो चाहिँ अग्लो कहाँ यो भन्न कहाँ तेरो भन्छ अर्को फेरि मेरो ए बिहार हो बेतिया अनि बिहार कहाँ भनेर सोधेँ मैले कति थाहा भएको छ अनि बेतिया जिल्ला रक्सोलभन्दा पल्लोपट्टि हो भने के भन्दा पल्लोपट्टि दाइ रक्सोल ए रक्सोल बेतियानी जिल्ला रक्सोल पनि त्यस्तो के जिल्ला पर्छ यहाँबाट 14 किलोमिटर सोह्रदारी 14 किलोमिटर र केही दिन यताको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न सहरका राजमार्गहरू छन्। क्षेत्रमा पहिरो भालुवाड पुटुल ठ्याक्कै 100 किलोमिटर दाइ हजुर ठ्याक्कै 100 सडक अवरुद्ध भएको छ। अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको मोटेकोसी गाउँपालिका बेलुकादेखि पहिरो खस्न थालेको र आज ट्राफिक आज सीमा समाप्त भयो भीमा महाराज श्रीमान दीपक महाराज स्वर्गीय छेत्री स्वर्गीय रीमा थापा छेत्री जेठो छोरा बिहारी बहादुर थापा छेत्री श्रीमती सुरी थापा छेत्री नाति निर्मल थापा छेत्री नाति नाति चुसर थापा छेत्री नातिनी बिहारी रीना थापा छेत्री फलन्तीहरू सुभाष थापा छेत्री सुधर थापा छेत्री नारायण थापा छेत्री नातिनी स्वर्गीय उनकी केसी शान्ति खड्का नातिनीका श्रीमान देवेन्द्र खड्का नातिनी मेलिना खड्का नातिनी होमकला थापा छेत्री दाइतर्फका माइलो छोरा बुहारी स्वर्गीय बहादुर थापा